कल्पना गर्नुहोस् एउटा विद्यार्थीसँग पैसा छैन तर उसले एआई सिक्न चाहन्छ, वेबसाइट बनाउन चाहन्छ, भिडियो एडिटिङ सिक्न चाहन्छ। अर्कोतर्फ यही सिकाउनको लागि कसैले 2000 रुपैयाँसम्म लिन्छ। तर मैले यो फ्रीमा बनाएको र यो शुल्क तिरेर बनाएको लाई कम्पेयर गर्नुहोला। तर यदि कसैले यही सबै शून्य लागतमा उपलब्ध गराउन चाहन्छ भने के यो सम्भव छ वा केवल अर्को ठूलो सपना हो? आज हामी कुरा गर्छौं राजु पाथ प्राइभेट लिमिटेडको, यसको पछाडि रहेका युवा समाजसेवी राजु महतो नुनियाको। राजु महतोको जन्म रौतहटको यमुनामाई गाउँपालिका 1 मा भएको हो। उहाँको जीवन सामान्य थिएन। उहाँ करिब 2.5 वर्षको हुँदा जनयुद्धका क्रममा उहाँको बुबाको मृत्यु भयो, शहीद हुनुभयो। त्यसपछि आमाको संघर्षमै बाल्यकाल बित्यो। विद्यालयदेखि नै उहाँको नेतृत्व, समाज सेवा र सामाजिक न्यायप्रति रुचि थियो। पछि उहाँ शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका सक्रिय हुनुभयो। अस्पतालमा सहुलियत, विद्यार्थीलाई छात्रवृत्ति, शहीद परिवारको अधिकारका लागि उहाँले निरन्तर पहल गर्नुभयो। 20 वर्षको उमेरमै शहीद परिवारको बजेट वितरणमा भएको ढिलाइ विरुद्ध उहाँको नेतृत्व आन्दोलन भयो। उहाँका अनुसार आन्दोलनपछि 300 भन्दा बढी परिवारले 1-1 लाख रुपैयाँ प्राप्त गरे। अब प्रश्न उठ्छन्, समाज सेवापछि राजु महतोले किन प्राविधिक र शिक्षा रोजे? यसको सही उत्तर हो राजु पाथ प्राइभेट लिमिटेड। यसको मुख्य अवधारणा छ क्वालिटी एजुकेसन, मोडर्न टेक्नोलोजी, जीरो कोस्ट फर एभ्रीवन। कम्पनीको उद्देश्य अनुसार कक्षा 8 देखि पीएचडी सम्मको विद्यार्थीलाई अनलाइन कोर्स अधिकतम रूपमा जीरो कोस्टमा उपलब्ध गराउने प्रयास गरिरहेको छ। एआई वेबसाइट डेभलपमेन्ट, मोबाइल एप डेभलपमेन्ट, साइबर सेक्युरिटी, ग्राफिक डिजाइन, भिडियो एडिटिङ, कन्टेन्ट क्रिएटर जस्ता आधुनिक सिपहरू सिकाइरहेको लक्ष्य लिएको देखिन्छ। यति मात्र होइन, एमबीबीएस, इन्जिनियरिङ, लोकसेवा लगायतका प्रतिस्पर्धात्मक परीक्षार्थीहरूको लागि कक्षा समेत जीरो कोस्टमा सञ्चालन गर्ने योजना छन्। जुम लाइभ क्लास, रेकर्डेड भिडियो, स्कलरशिप, कैरियर गाइडेन्स, फ्रीलान्सिङ, स्टार्टअप, रिमोट वर्किङ, यी सबै एउटै प्लेटफर्म मार्फत जोड्ने दीर्घकालीन लक्ष्य देखिन्छ। राजु पाथ केवल सर्टिफिकेट दिने प्लेटफर्म बन्न चाहदैन। यसले दावी गरेको छ उत्कृष्ट विद्यार्थीलाई वास्तविक प्रोजेक्टमा काम गर्ने अवसर दिने, वेबसाइट र एप डेभलपमेन्टमा सिकेका उत्कृष्ट विद्यार्थीलाई रोजगारी दिने लक्ष्य राखिएको छ। कन्टेन्ट क्रिएटर र भिडियो एडिटर सबैलाई रेभिन्यू शेयर मोडेल मार्फत आम्दानीको अवसर उपलब्ध गराउने योजना पनि उल्लेख गरिएको छ। अर्थात् सिपदेखि रोजगारीसम्म यात्रा निर्माण गर्ने दावी गरिएको छ। यही बीच सामाजिक सञ्जालमा एआई, क्यानभा, भिडियो एडिटिङ जस्ता सामाजिक सञ्जालमा धेरै प्रचारहरू देखिन्छ। करिब 2000 रुपैयाँ शुल्क लिइरहेको। तर मैले फ्रीमा कन्भर्ट गरेको र यो प्रोले कन्भर्ट गरेको दुवैमा कम्पेयर गर्नुहोला। एउटा व्यावसायिक शुल्कमा आधारित तालिम मोडल हो, अर्को शिक्षा र डिजिटल सिप धेरैभन्दा धेरै विद्यार्थीसम्म वा कम शुल्कमा लगायतका पुर्याउने लक्ष्य सहितका सामाजिक अवधारणा। तर कुन मोडल दीर्घकालीनसम्म सफल हुन्छ त्यो घोषणाले होइन, कार्य सम्पादन, गुणस्तर, पारदर्शिता, वास्तविक परिमाणले निर्णय गर्छन्। यदि राजु पाथले घोषणा गरेको उद्देश्य व्यवहारमा उतार्न सकियो भने यो धेरै सफल मानिनेछन्। यसले नेपालका हजारौं युवाहरू शिक्षा, सिप र रोजगारीको क्षेत्रमा नयाँ सम्भावना खोल्न सकिन्छ। अब तपाईको विचार के छ? जीरो कोस्ट एजुकेसन नेपालमा सम्भव छ? कमेन्टमा आफ्नो धारणा अवश्य लेख्नुहोला। जय नेपाल।